Hello and namaste. Welcome back to my channel. It's me Nishal Panthi. त्यही आज धेरै दिनपछि भ्लग भइरहेछ। काम पाएको छ, काममा रे भन्नाले लाइक अब कलेज युनिभर्सिटी जाने आउने, त्यसपछि काम जाने आउने, त्यही गरेर टाइम पनि पाएको थिएन, भ्लग नि बनाउनु पाएको थिएन। भ्लग भनेर यत्तिकै ऱ्यान्डम केही छोडिदिउँ न त युट्युबमा भन्ने जस्तो मात्र हो। पहिलाकोमा चाहिँ राम्रै रेस्पोन्स आएछ, खुसी लाग्यो, एकदमै सक भएको थियो म त। लाइक 81 हेरिरहेको थिएन नि त युट्युबमा आफ्नो च्यानलमा कति गयो भनेर। अनि त्यसपछि चाहिँ यसो हेरेको त 220 कटिरहेछ। यसो मोटिभेट हुने अलिकति होइन है, गर्नुपर्छ जस्तो लाग्यो, थालिदिउँ न त भन्ने टाइपको हुन्छ नि त। त्यो गरेर यत्रो गरिरहेको छु। सिबी बनाएँ आज टन्नै होटेलले यत्रो डुले लास्टै धकेला छ। हात नि उठाउन मिलिरहेको छैन, सकिरहेको छैन। सिबीहरू टन्नै फरवार्ड गरेँ होटेलहरूमा, बहुत धेरै होटेलमा गएँ। होटल ब्रिटानिया गएँ, नोभोटन होटेलमा गएँ, हायातमा गएँ, हेम्पटन गएँ, हिल्टन गएँ, अनि फेरि होलिडे इनमा गएँ दुईवटा, होलिडे एक्सप्रेसमा एउटा, टन्नै होटेलहरूमा गएँ। छोडिरहेको सिकेर हेरौँ के हुन्छ। लिट्सी होप राम्रै आउला रिजल्ट, बोलाउला कसैले न कसैले। डेल्टामा पनि गएको थिएँ, सुरु चाहिँ डेल्टाबाट स्टार्ट गरेको थिएँ। त्यही हो, यस्तो छ वेदर चाहिँ आज। म चाहिँ हिँडिरहेको छु अब सिटी सेन्टरमा टन्नै डुलिसकेँ। अनि फेरि अहिले चाहिँ घर जान थालेको। अनि चाहिँ टन्न छ, लास्टै छ बाटो, 45 मिनट्सको वाक छ यहाँबाट चाहिँ। आइबिस होटल लास्ट डेल्टाबाट स्टार्ट गरेको थिएँ, आइबिसमा आएर रोकेछु। त्यही हो, होप रिजल्ट यस्तै राम्रो आउला केटाहरूलाई। हो के होला, त्यही हो। सियो गाइज, एकछिनपछि सिबी टन्नै छ, अझै नै हातमै छ सिबी ट्यागको बाँड्यो। ठिकठाक छ सिबी त, धेरै उस पनि त्यति राम्रो वा भन्ने टाइपको छैन। एक्सपिरियन्स चाहिँ लास्टै छ, जस्ट क्यापेबल भन्दा नि सकिन्छ टाइपको। के होटलमा काम गर्नको लागि सक्ने जतिको छ। जस्ट धेरैमा ठाउँमा काम गरेँ नि त मैले। नेपालमा अलरेडी त्यत्रो काम गरिसकेँ। अनि नेपालमा चाहिँ मैले गल्ती गरेँ, लाइक वेटरमा गर्नुपर्ने, के अरे किचनमा गर्नुपर्ने वेटरमा गरेँ 1.5 वर्ष। सो अहिले चाहिँ किचनमा कलेज चाहिँ कलनरी आर्ट्स पढेपछि अब त्यस्तै हो, किचनमै गर्नुपर्ने। अहिले चाहिँ अरूमा चाहिँ पाउँदैन, किचनमै गर भन्छ मेन फोकस चाहिँ। त्यो टन्नै भइरहेछ स्ट्रगल। वेदर हेर्नु छ भने यस्तो छ, सिना यतातिर सिन दामी छ। लास्ट धकेलाइरहेछ यार, ओभर भइरहेछ। पेलान हिँडेको एज अ फुल दुस भइरहेछ। डरै हिँडाइ परिरहेछ। त्यो अघि नै भ्लग गर्छु भन्ने टाइपको भइरहेको थियो। अनि फेरि हिँड्यो एकछिनमा अर्को होटल भेटिन्छ, अनि फेरि अर्को हिँड्यो, फेरि अर्को होटल भेटिन्छ। त्यही भएर अनि फेरि अलिकति मिलिरहेको थिएन नि त। त्यही भएर अनि फेरि होइन भ्लग भन्नु पनि अहिले जरुरी चाहिँ उस नै छ जस्तो लाग्यो मलाई। भ्लग भन्दा पनि अहिले जरुरी चाहिँ अनि के अरे प्लेसमेन्टतिर ध्यान दिउँ भनेर मात्र हो। लास्ट थगिलाएर स्याहार बिहानदेखि हिँडै छ। केटाहरूले भ्लग भएन गरिरहेको थियो, बिल्ला उडाइरहेको थियो मेरो नेपालबाट साथीहरूले। क्यामेरा पुस्नुमा लास्ट थोरो भइरहेको रहेछ। अनि हेर अब चाहिँ राम्रोसँग गराउँदैछु, म सिकिरहेको छु नि त। आउँदैन नि त मलाई त्यति राम्रोसँग भ्लग गराउन। तिमीहरूलाई आउँथ्यो, अब के गर्ने तिमीहरूले। अब उल्टा हातले यस्तै पनि गरिदिन्छु म। लास्ट ट्राफिक लाइटहरू छ यार, खुल्दैन। ओभर छ ट्राफिक लाइट, कत्रो हरियो पोल्छ भनेर बसिरहेको छु। गाडी आएको छ भागिदिउँ भने नि अब हो, यसरी भाग्नुपर्छ, यसरी भाग्ने हो। भागै हो।
जिन्दगीले भगाउँछ हामी भाग्ने हो। भ्लग चाहिँ चाँडै हुन्छ होला, जस्ट बनाउँछु छिटै नै बनाउँछु। लाइक एडिटिङ गर्नु टाइम लाग्छ। भोलि चाहिँ काम छ यार, स्याटरडे काम छ। ब्याकअप लाइन ओभर पेल्नुपर्छ, ब्याकअप लाइनमा प्रेप गरेर राख्नुपर्ने हुन्छ। युकेको बारेमा नबोलौँ होला, जस्ट सबै चिज देखाऊँ युकेको बारेमा, तर युकेको बारेमा चाहिँ जस्ट नगरौँ। त्यही मान्छेहरू छन् फेरि प्राइभेसी हानतेन भनेर फेरि झ्याउ हुन्छ नि त, त्यो भएर जस्ट त्यति उस नगरौँ। आफ्नो यत्रो थुतु नदेखाइदिउँ न, जस्ट निसल्ने गरौँ भएछ भन्छन्। दिउँसो जुन देखिरहेको छ यहाँ जस्तो राम्रो छ। एरिया चाहिँ ठिकठाक छ यताको साइडको चाहिँ, अनि म बस्ने एरिया चाहिँ पनि ठिकठाक छ। जस्ट ल गाइज अलिक छिमा भेटौँला है त। लास्ट ट्राफिक छ यार यो बाटो त। अलमोस्ट घर आउनु थालेको। यहाँको मस्जिद चाहिँ एकदमै ठुलो मस्जिद छ यो, लाइक युरोपको सायद युरोपको कि बर्मिङहामको सबभन्दा ठुलो मस्जिद हो। त्यसपछि चाहिँ अनि त्यही हो लास्ट ठुलो मस्जिद छ। लास्ट ट्राफिक छ वहीँसम्म। यस्तो ट्राफिक हुन्छ यहाँ यार। यो चाहिँ यस्तो ठुलो मस्जिद हो होइन, लास्ट ठुलो छ। सबै आउँछ कि ईद हुँदा चाहिँ लास्ट चाहिँ धेरै मान्छे आउँछ यहाँ चाहिँ। त्यही हो अप्पर हिँडाइ भयो यार। आज त लास्ट थाकेको छ। नेपालमा भएको खुर्र दौड्यो भने यहाँ त दबाउनु पर्छ, वेट गरेर बस्ने हो। त्यही हो अब घर जान्छु, चिया बनाउँछु अनि केही खानुपर्छ। बस गाडीहरू ओभर पास भइरहेछ सर्टको ओभर जान्छ यार गाडीहरू। रेड लाइट कस्तो नबोलेको होइन। रेड लाइट र ग्रिन लाइट ल र क्या ठिक छ। लास्ट दुलो छ यार। अब चाहिँ घर जाने, मस्तै केही बनाउने, लेमलुम खाने अनि त्यही हो। के अरे अहिले चाहिँ होइन, म आउँदाखेरि ठ्याक्क 5 झरिरहेको थियो, अनि फेरि 5 झर्ने बेला भएको थियो। म आउँदाखेरि सेप्टेम्बर अक्टोबरमा आएको नि त। अहिले हेरेर ढ्याकठुक फुलेर कस्तो बवाल भएछ क्या। दामी छ यार, ग्रिनरी छ जताततै। जस्ट डेन्जर भाइब आउँछ क्या यहाँको पार्कहरूमा बस्छ नि होइन। पैसा लाग्दैन जता पनि गयो नि होइन। पार्कहरू नि दामी छ यार। त्यही ट्राभल कस्टहरू चाहिँ अब भइहाल्छ, लाइक मन्थली लिने हो नि त। अनि त्यसपछि पार्कहरू नि बब्बाल छ क्या यतातिर त। जस्ट फोटो भयो भने चाहिँ मैले एउटा फोटोहरू अट्याच गरेर पार्क साक गएको होइन, त्यो चाहिँ हालिदिन्छु म। एउटा सर्ट्स बनाएर हालिदिन्छु। जस्ट ठिक छ। जस्ट दामी छ के हुन्छ नि, मजा भाइबवाला के एकदम भाइब हुनेवाला छ क्या। जस्ट ओभर मजा चाहिँ आउँछ। ज्या चाहिँ नलाग्ने भनेको पार्क घुम्दाखेरि मात्र हो क्या। पार्क घुम्दा मात्र हो कि नलाग्ने यहाँ। अरू चाहिँ हल्का भइहाल्छ, किनेर खाने चाहिँ अब खर्च भइहाल्यो। त्यही नि यहाँ त धेरै जस्तो नेपालीहरू गुरुद्वार जान्छ, खाइदिन्छ मजाले झ्यामझुम। गुरुद्वारमा खाएको पैसा नि अब पैसा लाग्दैन, भगवान्को जस्तो हुन्छ। प्रसाद खाने हो, हिँड्दिने हो। जस्ट कोही छ भने होइन, नेपालीहरू छ भने बर्मिङहाम यताउति लाइक हुन्छ नि त, मजाले बसेर होइन झ्यामझुम खाइदिन्छ क्या। यो चाहिँ हाम्रो रेलवे स्टेसन हो होइन। यहाँ चाहिँ स्मल हेल्थको रेलवे स्टेसन। ट्रेन चाहिँ आएको रहन्छ। जस्ट खतरा छ यार। यो चाहिँ बर्मिङहाम होटल। मेरो चाहिँ घर यहाँबाट टाढै छ, लाइक अलमोस्ट 5-6 मिनट्स जति लाग्छ। अलमोस्ट घर पनि आउनु थालिसकेँ म चाहिँ। अनि मेरो घर चाहिँ उता परतिर छ। त्यो उता एउटा चर्चको टुप्पो टाइपको देख्यो, ठ्याक्क त्यसको पछाडि छ मेरो घर चाहिँ। जस्ट टाढा भनेर सिटी सेन्टरबाट त्यस्तो टाढा नि छैन, सिटीबाट त्यस्तो नजिक ठिक्क छ। ठिक्क ठाउँमा लाइक लास्ट धेरै भनेको गाडीमा 18 मिनट सिटी जानको लागि। त्यही हो 18 मिनट्समा पुग्छ, 18-20 मिनट्समा गाडीमा।
मजाले पुग्छ काम चाहिँ लास्ट टाढा छ यार 2 घन्टा जस्तो लाग्छ आज चाहिँ काम थिएन कलेज नि थिएन अनि जस्ट प्लेसमेन्ट खोज्नु पर्ने थियो प्लेसमेन्ट पाइरहेको थिएन नि त अनि एउटा चाहिँ फकअप भइहाल्यो के अरे प्लेसमेन्ट हाल्न खोज्दै थियो डेडलाइन मिस भयो अनि हाल्न नि पाएन त्यही हो अब अलमोस्ट थाल्यो आज फेरि ठ्याक्कै अनुसारको बर्थडे रहेछ बिहान त ऊ फोन गरेर ऊ विस चाहिँ गरेँ त्यस्तो उस्तो गरेन त्यही हो यहाँ चाहिँ हाम्रो घरको साइडमा चाहिँ पार्कको साइडमा ठ्याक्क उस छ क्या पन्ड छ लाइक रिभर टाइपको छ यस्तो चाहिँ मान्छेहरू वाकसाक गर्छ बोटिङ सोटिङ गर्छ कत्रे काहीँ अनि त्यही हो अरू त त्यस्तो खासै के भन्नु मन छैन त्यो लाइक यत्तिकै ऱ्यान्डम भ्लग गराउनु मन लाग्यो भने बनाउने टाइपको हुन्छ क्या होइन केही त फालिदिउँ न त युट्युबमा भन्ने टाइपको होइन केही त हेरोस् न भने सिटीतिर गरिरहेको छैन मैले भ्लग अब छिटै सिटीतिर पनि गरिदिन्छु भ्लग लास्ट त मलाई कतै गरे पनि छैन जोसुकै होस् यहाँ कसैलाई चिन्नु पनि होइन नेपाली भन्यो ह्यान त्यान गऱ्यो नेपाली गऱ्यो त्यति हो नेपाली पनि लाइक कलेजको साथीहरू मात्र नै हो त्यस्तो अरू कोही पनि छैन काम टु कलेज काम टु घर टु कलेज त्यही हो यहाँ चाहिँ पार्क अब समर स्टार्ट भयो नि त मान्छेहरू लड्सअप हुन्छ मेरो चाहिँ घरको साइडको पार्क यही नै हो जस्ट ठुलो छ ओभर छ फुटबलहरू पनि खेल्छ मान्छेहरू टन्नै आउँछ त्यही हो जस्ट रमाइलो गर्छ यहाँ चाहिँ समरमा चाहिँ मान्छेहरू चिल गरिदिन्छ यार मतलबै छैन यस्तो चिल गरिदिन्छ होइन त्यो हुन्छ नि लोभ लाग्दो गर्ने गरेर चिल गरिदिन्छ क्या मान्छेहरू आज ट्राफिक के भएको ओभर धेरै ट्राफिकहरू छ मेरो चाहिँ घर देखाउँछ घरको लास्टमा चाहिँ घर देखाएर इन्ड गरिदिन्छु यस्तो फुलहरू फुल्छ क्या हेर न यस्तो दामी छ उसहरू यस्तो बल छ सिनहरू चाहिँ युके आयो भने चाहिँ ओ लाइक हुन्छ नि त्यो एकदमै फोटो खिच्ने मान्छेहरू हुन्छ नि त होइन यहाँ पनि फोटो खिच्छौँ त्यहाँ पनि फोटो खिच्छौँ है यहाँ त राम्रो हुन्छ त्यो मान्छेको स्टोरेज फुल हुन्छ कि त्यस्तो धेरै छ क्या सिन लाइक फोटो खिच्नको लागि त्यति धेरै देखिन्छ क्या फुलहरू गार्डनहरू पार्कहरू जस्ट मजा आउँछ ओभर हात दुख्छ यार भ्लग गर्दा धेरै बस्यो भ्लग गर्दाखेरि अघि देखाएको चुचुरो चाहिँ यही हो यही थियो चुचुरो अहिले चाहिँ ट्याक्क घर आउनु थालिसक्यो आज पनि यस्तो ओभर धेरै यार ट्राफिक बाइकहरू चाहिँ एकदम लौ लाग्दा आउँछ यार कत्रै काहीँ लाइक रेयरली देख्न पाइन्छ बाइकहरू चाहिँ यहाँ चाहिँ कारहरू चाहिँ कस्तो धेरै हुन्छ लाइक मर्सिडिजहरू सर्सिडिज देख्दा क्रिन्ज लाइन थालिसक्यो त्यही हो यहाँ बाइकहरू चाहिँ यस्तो हुन्छ बाइकहरू छ दामी छ बाइकहरू चाहिँ जस्ट अब पठाउ टाइपको नेपालमा पठाउ गर्ने टाइपको हुन्छ नि त त्यस्तोहरू चाहिँ उस हुँदैन जस्ट त्यस्तो चाहिँ स्कुटीहरू या म्याक्सहरू यताउति देखिन्छ नत्र भए चाहिँ अरू त देखिरहेको हुन्छ खतरा बाइकहरू आउँछ यार R6 R1 रातिमा जस्ट लाउड सुनिन्छ अलमोस्ट म त घर आइसकेँ अब घर ठ्याक्क यस्तो उस गरेपछि हुन्छ ठ्याक्क सानो उस काट्नुपर्छ अब घर आएँ लगाएँ सियो बाबाई अब यही बनाएर फालिदिन्छु उसमा युट्युबमा त्यसपछि हेरिहाल्नुलाई यही हो मेरो घर चाहिँ यस्तो छ बाबाई सियो